मीन राशि पाइसेस माइनस दी दु थ झ म दे दो चा ची। करियर र आर्थिक स्थिति। चौथो भावमा सूर्यको गोचरले कार्यक्षेत्रमा केही आन्तरिक तनाव वा वातावरणमा फेरबदल ल्याउन सक्छ। व्यापारमा भूमि, सवारी साधन वा घरजग्गा, रियल एस्टेटसँग जोडिएका कामबाट लाभ मिल्नेछ। आर्थिक रूपमा फजुल खर्च बढ्न सक्छ, बजेट बनाएर चल्नुहोला। शिक्षा र विदेश यात्रा। घर परिवारको जिम्मेवारीका कारण शिक्षामा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। विदेश यात्रा वा पीआरको लागि प्रक्रिया चल्दै हुनुहुन्छ भने केही कागजी प्रक्रियामा ढिलाइ हुन सक्छ, तर प्रयास जारी राख्नुहोला। शेयर मार्केट। घरजग्गा, सिमेन्ट वा निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको शेयरमा लगानी गर्दा फाइदा हुन सक्छ। बजारमा ठूलो रकम एकैचोटि नलगाउनुहोला, किस्तामा लगानी गर्नु सुरक्षित हुनेछ। स्वास्थ्य र सङ्कट। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, जसले गर्दा अस्पतालको चक्कर काट्नु पर्ला। तपाईँ आफैलाई पनि छातीमा इन्फेक्सन वा चिसो लाग्ने समस्या हुन सक्छ। सजग रहनुहोला। विवाह र पारिवारिक जीवन। पारिवारिक सुखमा केही कमी महसुस हुन सक्छ। घरमा सानातिना कुरामा अशान्ति हुन सक्छ। जीवनसाथीसँगको सम्बन्धलाई मजबुत बनाउन एग्नु पर्नेछ। समय चक्र। गोचर प्रभाव। चौथो भावको सूर्यले सुखस्थानमा प्रभाव पार्ने हुँदा यो महिना भौतिक साधन वा सुख सुविधाका सामान खरिद गर्न त राम्रो छ, तर नयाँ व्यवसाय वा व्यावसायिक लगानीका लागि समय अलि मध्यम छ। दोष र उपायहरू। दैनिक बिहान सूर्यलाई जल चढाउनुहोस् र बिहीबारका दिन विष्णु सहस्रनामको पाठ वा श्रवण गर्नुहोस्। गाईलाई रोटीमा बेसार लगाएर खुवाउनुहोस्।